गोपी गीत भागवत को प्राण हो। त्यसमध्ये भागवतमा शरीरको अङ्गलाई विचार गर्ने हो भने पनि यो रास पञ्चाध्याय मोटु हो। त्यसमध्येको पनि गोपी गीत त्यो प्राण हो सज्जन। आज गोपिनीहरू आर्त भएका छन्, आज गोपिनीहरू भावविभोर भएका छन्। उनीहरू भगवानलाई त्यही पुरीमा आएर, यमुनाको हृदयमा आएर, यमुना समीपमा आएर आर्त भएर सबैले एकै स्वरमा पुकार गर्दैछन्। जयति तेधिकं जन्मना व्रज जयत इंदिरा शाश्वत रहे दृश्यता दीक्षितावकार वही धृता सवार तां विचिन्वते सरदुदासहे सरसी जो नरा श्री मुसादृशा सूरथनाथ ते सुखदासिका भरथनी तो किं बध जयति तेधिकं। बड़ा सुखद भाव छ सज्जन। प्रेममा अत्यन्तै विरही भएका थिए। यमुनाको पुलिनमा गएर उनीहरू आफ्नो भाव प्रकट गर्दैछन्। हे प्यारे, हे दैत, हामीलाई दर्शन दिनुहोस्। ब्रजको महिमा त अत्यन्तै थियो, तर हजुरको जन्मले ब्रजलाई महत्वशाली बनाइदिएको छ। इन्दिरा यहाँ आएकी छिन्। हे शरद पूर्णिमाका चन्द्र जस्ता शीतलता प्रदान गर्ने हे प्यारे, तपाईले हामीलाई विषबाट जोगाउनु भयो, कालिएको आगो बलेको ठाउँबाट जोगाउनु भयो, अनेक प्रकारका ती दैत्यहरूबाट जोगाउनु भयो। तर आज आफ्नै विरह रूपी अग्निमा जलाएर हामीलाई मार्दै हुनुहुन्छ कि त्यो वध होइन? हे प्यारे, के त्यो मृत्यु होइन र? मार्न खोज्दै हुनुहुन्छ नि हजुर हामीलाई, तर हामी मर्दैनौँ। मानव भगवान भन्नुहुन्छ किन मर्दैनौँ? गोपिनीहरू भन्छन् हामीले अमृत पान गर्यौँ। कहिले पान गर्यौँ अमृत, कहाँ भेट्यौ? गोपिनीहरू भन्छन् तव कथामृतम् जीवनं कविभिरीडितं कल्मषापहम् श्रवणमङ्गलम् श्रीमदाततं भुवि क्रीडन् ते गोरिदा जना। तब कथामृतम प्यारे, हामीले हजुरको कथामृतलाई पान गरेका छौँ, जो सुन्दा बडा आनन्द दिएवाला छ। तप्त जीवनम, तपित व्यक्तित्वहरूको जीवनलाई आनन्द प्रदान गर्नेवाला छ। सारा कलमशलाई नाश गरिदिनेवाला छ तपाईको कथा। भुवि गृह्णन्ति ते, संसारमा तपाईको कथालाई जसले दान गर्छ नि, त्यो भन्दा ठुलो दानी संसारमा अरु कोही हुँदैन। हे प्यारे, तसर्थ हामीलाई दर्शन दिनुहोस्। गोपिनीहरू आफ्नो भाव प्रकट गर्छन्। हेर, भगवानलाई दर्शन गर्दै गर्दा यदि पलक बीचमा आउँदा ब्रह्मालाई गाली गर्थे, यो जडले
पलकलाई बीचमा ल्याइदिएको छ, जो हाम्रो बाधा बनेको छ। प्यारे, हजुरका लागि हामीले घर त्याग्यौं, द्वार त्याग्यौं, पति सुतान भया पति सुतान भयो, पति त्याग्यौं, छोरा त्याग्यौं, अनि सारा सारा घर बन्धु बान्धव दाजु भाइ सबै त्यागेर आयौं हजुरको लागि। आज हजुर चाहिँ हामीलाई छोडेर जाँदै हुनुहुन्छ। हे प्रभु, तसर्थ हजुरले दर्शन दिनुहोस्। हे दैत दृश्यताम भनेर सुन्दर भाव प्रकट गरे सज्जन। भगवान ती गोपिनीहरूको भावदेखि खुसी हुनुभयो। इति गोप्या प्रगायन्त्या प्रणपन्त्यश्च चित्रधा रुरुदु सुस्वरं राजन् कृष्ण दर्शनलालसा। आज गोपिनीहरू रुन लागे कृष्ण दर्शनका निमित्त सज्जन रोए। भगवान उनीहरू रोएको देखेर तत्काल प्रकट हुनुभयो। तासामा विनभुत्सौरी, सूर्यसेनका वंशज भगवान कृष्ण प्रकट हुनुभयो र पीताम्बर श्रद्धि आफ्नो पीताम्बर अगाडि राख्नुभयो। भन्नुभयो, देवी हो, म प्रकट भएको छु। ती देवीलाई लागेछ मानव मृत देहमा प्राणको सञ्चार भयो। एक आपसमा नोक झोक भए, प्रेम भरिपूर्ण चर्चाहरू भए। अब त के थियो सज्जन, भगवानले रास रचाउनका लागि जति जति गोपिनी त्यति आफ्ना स्वरूपलाई वर्णन गर्नु भएर सबैका माझमा बसेर भगवान नृत्य गर्न लाग्नु भयो। भगवान अनेक प्रकारले पादन्यासै भुजविधिदेवी स्वस्मिति भ्रुविलासै बच्चन मध्यस्थल कुतपटै कुण्डलैरि कण्डलोलै स्विद्यन् मुख्यः कपररसना ग्रन्थयः कृष्णबद्धौ गायन्त्यस्तं तडित एवता मेघचक्रे विरेजु। जसरी मेघमण्डलका बीचमा गोरा गोरा गोपाङ्गनाहरू चम्किला हुन्छन्, त्यस्तै प्रकारले भगवान उनीहरूका बीचमा सुशोभयमान हुनु भएर सुन्दर सबैका साथमा भगवान झुम्न लाग्नुभयो, नाच्न लाग्नुभयो। सज्जन, आउनुहोस् हामी पनि रासको माध्यमबाट, भजनको माध्यमबाट रासमा झुमौँ। तत्पश्चात अगाडि बढ्नेछौँ। तिनै रासमा भगवान शिव आउनुभयो, जुन भगवान शिव आज गोपेश्वर बनेर वृन्दावनमा विराजमान हुनुहुन्छ। गोपेश्वर महादेवको। ल आउनुहोस्, सुन्दर एउटा भजनमा आनन्दित बनेर